हेलो साथीहरु नमस्कार। आज चाहिँ म बानपत 14 नारायण स्थानबाट चाहिँ हाम्रो यो छिमेकी जिल्ला पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार देखाउँदै छु साथीहरु। हाम्रो यो बलेवाबाट चाहिँ यो कुस्मा सदरमुकाम एकदम स्पष्ट तरिकाले देख्न सकिन्छ साथीहरु। आज चाहिँ मौसम पनि एकदम क्लियर भएको हुनाले चाहिँ आज चाहिँ एउटा सानो भिडियो चाहिँ खिचौँ भनेर हेर्नु साथीहरु। म चाहिँ अहिले यता वारी छु, यो बानपत 14 अन्तर्गत यो नारायण स्थान, यो कुकुरगाडे भन्ने ठाउँमा छु है साथीहरु। हेर्नुहोस् चाहिँ हाम्रो यो पर्वत जिल्ला चाहिँ यहाँबाट चाहिँ यो बन्जी जम्प, केबल कार अर्थात् यान्त्रिक पुल पनि देख्न सकिन्छ है साथीहरु। ल हेर्नुहोस्, यो चाहिँ बन्जी हो। यता चाहिँ यो यता पारी चाहिँ यो केबल कार हो। उता ल हेर्न सक्नुहुन्छ, उ चाहिँ उताबाट चाहिँ यो केबल कार आउँदैछ है साथीहरु। ल हेर्नुहोस्, म चाहिँ यो नजिक आयो भने झन् स्पष्ट देख्न सकिन्छ। म चाहिँ नजिक आए हो भने चाहिँ देखाउँछ है त साथीहरु। यो चाहिँ केबल कार चाहिँ एक पटकमा दुईवटा मात्र ओहोरदोहोर गर्ने गर्छ साथीहरु। यो एउटा चाहिँ बलेवाबाट जाँदैछ पर्वततर्फ भने अर्को चाहिँ यो पर्वतदेखि यता बलेवातिर आउँदैछ है साथीहरु। ल हेर्नुहोस्, ल हेर्न सक्नुहुन्छ ल साथीहरु। जति रमाइलो छ त्यति जोखिमपूर्ण पनि छ है साथीहरु यो यान्त्रिक पुल र यो बन्जी जम्प। यहाँ चाहिँ रिक्स हो है, यो एकदम ज्यानको बाजी लगाएर जे पर्छ भन्ने तरिकाले मात्र चढ्नुपर्छ साथीहरु। यी ल हेर्नुहोस्, अब चाहिँ यो एक आपसमा भेटिँदैछ नजिक। ल हेर्नु साथीहरु, चाहिँ एउटा बक्स तान्दा अर्को पनि सँगै आउने गर्छ है साथीहरु। ल हेर्नुहोस्, भेटी है यो जहाँ चाहिँ यिनीहरूको मिलन भयो त्यो नै यसको सेन्टर पोइन्ट हो। ल हेर्न सक्नुहुन्छ साथीहरु, एकदम यहाँबाट चाहिँ काली गण्डकी को पनि राम्रो भिडियो देख्न सकिन्छ है साथीहरु। ल हेर्नुहोस्, यी उताबाट आउँदैछ साथीहरु। ल हेर्न सक्नुहुन्छ है। ल